लाइभ गरेर अब भएन गाइज। अब गेम स्टार्ट भयो। अब हेरौँ हाम्रो भाइहरूले पर्फर्मेन्स कस्तो कस्तो देखाउँछन्। मलाई चाहिँ खुसी लागेको छ, राम्रै देखाउँछ कि भन्ने राखेको छ। अप्पु भाइ र हाम्रो 40 उयो परेको छ। ल ठिक छ। 4MS र 2P र 4MS परेको छ। ल खतरा टिम परेको छ। ल ब्ल्याक र बोइनी परेको छ। राम्रो खुसी लागेको छ। हाम्रो पुलिस र पाकिस्तानी भाइ परेको छ। M4 पुलिस भाइ र M4 परिरहेको छ। 402 जना परिरहेको छ। प्लेन पाथ रहेको छ। नो हामी उता अफलाइन गएको छ नि। सरी आउन भ्याएन हौ मैले। त्यही छैन, नेक्स्ट गेममा आऊ न। नेक्स्ट गेममा अहिले अब अर्को गेम हुन्छ क्या। अहिले एरेङ्गल स्टार्ट भयो। अब अर्को गेममा हो। खै त हौ केटाहरू कोही झर्दैन त। झरिसक्यो है। झर्दैछ सब झऱ्यो है। ल हो ए म यहाँ भित्र छु, आउनु नि, भित्र आउनु न। ल है सबै झरिरहेछ। आफ्नो यो भइरहेछ। कोही पोचुङीमा झरेछ। हाम्रो पुलिस भाइहरू चाहिँ पोचिङमा झरिरहेको छ। राम्रो छ। पुलिस भाइ सिङ्गल हो र, सिङ्गलै परेछ त पुलिस भाइ त। सिङ्गल त होइन होला। बर्ड फायरिङ गरेर बोलायो। M416 कुद्दैछ पछाडि। नजिकैमा रहेको छ हाम्रो टिमहरूको ब्ल्याक ब्रदरहरू नि। ब्ल्याक साथीहरू अगाडि बढिराख्नु भएको छ। पोचुङीमा झरेछ। फाइट केही पर्छ कि जस्तो चाहिँ लागेको छ। फाइट हुन्छ कि जस्तो चाहिँ लागिरहेछ। अगाडि बढेर M416 र हाम्रो ब्ल्याकको फाइट पर्छ कि जस्तो चाहिँ लागेको छ। हाम्रो ब्रदर त अफलाइन जानुभएछ। 4G ब्रदर टिम नम्बर 49 र उयो यता स्कुलको साइडमा झरेको छ भने हाम्रो टिम नम्बर 4 चाहिँ एकदम पोचुङीमा आउँछ। घिसेरै हान्छु चाहिँ भन्ने चाहिँ भएको छ है। पुरा चड्डी देखाएर। र 4MS कहाँ छन्? 4MS पुरै खै फाइट होला जस्तो लाग्छ र मलाई लाग्दैन। फाइट चाहिँ उनीहरूको धेरै टाढा छन्। सर्कल एकदम यो परेको छ। टिम नम्बर 2
अप्पु भाइ टिम नम्बर 1हरू चाहिँ एकदम उयसमा छन्, अगाडि बढ्छन् कि भन्ने चाहिँ छ, तर क्याम्पिङ गरेर एकदम साइलेन्ट रूपमा बसिरहेको छ। वरिपरि हेर्नु पर्दाखेरि चाहिँ कोही छैन, टाढा छ, फाइट लिनुपर्ने जरुरत छ। हाम्रो पुलिसको चाहिँ पुलिस चाहिँ एकदम सेपरेटमा बसिरहेको जस्तो लागिरहेको थियो, तर अगाडि बढिराख्नु भएको छ। अब M416सँग फाइट हुन्छ कि जस्तो चाहिँ लागेको छ है, किनकि स्पोर्ट चाहिँ गरेको छ हाम्रो पुलिसले। हाम्रो नम्बर 4 प्लेयरले स्पोर्ट गरिसकेको छ 8 प्लेयरलाई जस्तो चाहिँ लागेको छ, किनकि म नजिकमा आएर मात्रै हान्छु भन्ने चाहिँ हाम्रो नम्बर 4 को उयो छ, भनाइ भन्दा नि उसको सोच चाहिँ रहेको छ। र अहिले फेरि ब्ल्याकसँग चाहिँ पर्छ कि ब्ल्याकसँग ल है ब्ल्याकसँग चाहिँ पर्छ भन्ने चाहिँ अब स्पोर्ट पनि गरिसकेको छ र ब्ल्याकसँग पर्छ है भन्ने पनि भयो। तर भाइ M416लाई हेलमेट गरेर हाम्रो फर्स्ट बहिनीले किल गर्न सफल रहनुभएको छ। दुईजना मजाले नै अगाडि बढिराख्नु भएको छ। फाइट उयो भइसकेको छ र हाम्रो टिम नम्बर 4ले पनि स्पोर्ट गरिसकेको छ। यहाँ चाहिँ दुईजना एनिमी छ भन्ने चाहिँ यो भइरहेछ। दुईजनालाई यो गर्छु, के गरेर हुन्छ, कसो गरेर हुन्छ है, दुईजनालाई यो गर्नुपर्छ कि भन्ने चाहिँ उहाँको उयो भनाइरहेको छ। र अब म क्याम्पिङ नै गरेर पनि हान्छु है भन्ने चाहिँ भनेर पुरा घिस्रिएर पुरा उयो गरिराख्नु भएको छ हाम्रो पुलिस ब्रदरले। ब्ल्याकहरू चाहिँ के गर्दैछ त होइन, भोलिसम्मकै लागि लुट गरे हो कि क्या हो हाम्रो टिपी टुबीले चाहिँ एकदम गाडीमा घुमाउँछ है तपाईँलाई भनेर एकदमै गर्छ। राम्रो छ सोनी गेम चाहिँ, के गर्छ भन्ने, अगाडि बढ्छ कि भन्ने चाहिँ आशा छ। नम्बर 2 को प्लेयरहरू यहाँ रहेको छ भने हाम्रो नम्बर 49 को चाहिँ प्लेयर एकदम क्याम्पिङ गरिरहेछ, मिठो क्याम्पिङ गरिराख्नु भएको छ। दुईजना सिङ्गल हुनुहुन्छ, के गर्नु, फाइट लिउँ एकदम। यहाँ टाइम पास पो गरिराख्नु भएको छ, पुरै टाइम पास। अगाडि बढ्छन् त उहाँहरू, अगाडि बढेर फाइट लिनु सक्छन् त, सफल रहन्छन् त। हाम्रो पुलिस भाइको हाम्रो 4 नम्बर प्लेयर पुलिसको चाहिँ हेरौँ कस्तो छ क्या उयसमा। स्पोर्ट चाहिँ गरेको छ, ब्ल्याकसँग फाइट पर्छ कि भन्ने चाहिँ मलाई आशा रहेको छ, किनकि स्पोर्ट गरेको छ। स्पोर्ट गरेर म यताबाट घुमेर गएर हान्छु भन्ने चाहिँ उहाँको सोच चाहिँ त्यस्तो रहेको छ भने उहाँहरू दुईजना चाहिँ म क्याम्पिङ गरेर हल्लिँदिनँ, म जुप्पा लाएर बसेर म यहीँबाट क्याम्पिङ गरेर हान्छु भन्ने चाहिँ रहेको छ। अब के रहन्छ, के छ सिचुएसन, के आउँछ त अब यहाँनिर हेर्नुपर्छ। हेर्दाखेरि अब फाइट त पक्कै पर्छ। है म गर्छु। ब्ल्याकहरूले चाहिँ के गर्दैछ त, ब्ल्याक चाहिँ उता लुट्ने क्रममा भागिरहेछ। बहिनी चाहिँ एकदम क्याम्प गरेर एकदम मजाले बसिराख्नु भएको छ सुतेर। हाम्रो पुलिस भाइ चाहिँ अगाडि बढ्दैछ भने ब्ल्याकसँग कतै फाइट पर्छ कि जस्तो चाहिँ लागेको छ है, फाइट पर्छ जस्तो लागिरहेछ। हाम्रो M416ले हाम्रो बहिनीलाई राम्रो किल गरेर एलिमिनेट गरेर उहाँलाई लबी पठाइसक्नु भएछ भने ल है अब चाहिँ के फाइट रहन्छ कि जस्तो लागेको छ। मलाई लागिरहेछ दुईजनै प्लेयरहरूले स्पोर्ट गरेछ, गाडी निकाल्यो र फायरिङ भइरहेछ। फायरिङ लागेको थियो तर मार्नु सकेन, सफल रहेन पुलिस भाइ। अब त ठाउँ पनि स्पोर्ट गरिसक्यो, यहाँदेखि बस्नु गाह्रो छ भनेर एउटा स्मोकले उसमा हिलमा गरिरहेको छ भने बहिनीले पछाडि एउटा कभर पनि दिने छ। एउटा रामिठो गिर्नेट आएको थियो तर बच्नु सकेन, मतलब किल गर्न सक्नु। र ब्याक सपोर्ट एकदम राम्रो काम गरेछ ब्ल्याकले, पछाडि सरेर एकदमै राम्रो उयो गरिरहेछ भने हाम्रो भाइलाई चाहिँ एकदम गाह्रै पर्छ कि जस्तो लागिरहेछ। बहिनी माथि कुदिरहेछ, एउटा मिठो गिर्नेट हान्यो भने त्यो बहिनी पनि नक हुन्छ कि भन्ने चाहिँ रहेको छ। तर के लाग्छ ल, र मिठो गिर्नेटले हाम्रो पुलिस भाइले
नक गर्न सफल रहनु भएको छ। ल अब उता पनि आयो है, आउनु चाहिँ आएको थियो ब्ल्याकले पनि मिठो हानेको थियो ग्रेनेड, तर सफल रहेन। ब्ल्याकले अब आफ्नो टिममेटलाई बचाउनु जरुरत छ। टिमलाई रिभाइभ चाहिँ दिइरहेछ माथि गएर, अहिले गएर पुस गर्ने अवस्था रहेको छ। पुस गर्नुहुन्छ कि भन्ने छ। पुस चाहिँ ल है रिभाइभ भइसक्यो। उहाँले पुस गर्नुभएको चाहिँ राम्रो सपोर्ट मिल्थ्यो होला, तर रिभाइभ गरिसक्नु भएको छ। अब चाहिँ रिभेन्ज लिन्छु भन्ने चाहिँ सोच राखेको छ है ब्ल्याकले पनि, मेरो टिममेटलाई नक गरेको छ भने म पनि रिभेन्ज चाहिँ लिन्छु है, किन चाहिँ यस्तो हो भनेर भनिरहेको छ। हल्का उसको यसमा साथमा अझै पनि एउटा मोलिटप र स्मोक रहेको छ ब्ल्याकसँग। बल्लो घरमा गएर राम्रो हान्नु सक्यो भने चाहिँ मिठो मोलीले उयो गर्छ। तर पनि उनीहरू दुईजना सँगै छन्, एउटै ग्रेनेडले दुईजनै फिनिस हुन पनि सक्छ है। के लाग्छ तपाईँहरूलाई? अब त्यो हजुरहरूको राय बताउनु होला। र अहिले पनि टिम राम्रो छ। ब्ल्याकले आफ्नै उयसमा परिरहेछ र आफ्नै टिमलाई हार्नुपर्छ। र अर्को हाम्रो 4MS र पिटी टुपी पनि आइसकेको छ। टुपी पनि आइसकेको छ अगाडि। अब यहाँ हान्नुपर्छ है भनेर थर्ड पार्टी चाहिँ दिन्छु कि जस्तो लागिरहेछ। थर्ड पार्टी चाहिँ हान्नुपर्छ है भनेर राम्रो युज गरिरहेको छ। क्याम्पिङमा एकदम सपोर्ट एकदम साथमा रहेको छ। ल अब चाहिँ सबै क्लोज रेन्जमा फाइट पर्छ कि भनेर त मैले उयो गरेको थिएँ, तर लङ हुन्छ र लामो उयो हुन्छ होला जस्तो लागेको थियो, तर अलिकति नजिकको अवस्थामा रहेको छ। र के हुन्छ त फाइट हुन्छ त दुई अब सबैजनाको स्पोर्ट चाहिँ गरेको छैन। ल अझै पनि हाम्रो मिठो अझै नि हान्छु है भन्ने चाहिँ छ है। हान्छु, म मार्छु यिनीहरूलाई चाहिँ मार्छु भनेर। तर अहिलेको सिचुएसन यसो हेर्दाखेरि चाहिँ सबैजना एकै ठाउँमा आएको छ है। सबैजना पोचुङीमै भेला भएको छ होइन। अब राम्रो टिम छ। हाम्रो अर्को ब्रदर त एलिमेन्ट भएर गइसक्यो भने 16को त अब उहाँको त कुरै नगरौँ, उहाँलाई त सुरुमै नै एलिमेन्ट गरिसक्नु भयो हाम्रो लिसा बहिनीले। अब अर्को अगाडि बढेको भनेको चाहिँ पुलिस भाइको छ। के गर्नुहुन्छ त पुलिस भाइले? नम्बर 4 प्लेयरले के गर्नु कोसिस गरिराख्नु भएको छ त? एकदम मलाई लागिरहेछ ब्याक सपोर्ट गरेर ब्याक होल्ड गरेर खेल्दाखेरि राम्रो हुन्छ कि जस्तो लागेर ब्याक जानुभएको छ। ब्याक गरेर खेल्छु भन्ने चाहिँ भएको छैन। स्मोक गरेर हाम्रो MS टिमले पनि उयो गरिसकेको छ है, स्पोर्ट गरिसकेको छ, स्मोक भएको छ। अब अगाडि यहाँ चाहिँ बढेर म हान्छु भनेर चाहिँ क्याम्पिङ गरिरहेको छ हाम्रो नम्बर 2 को प्लेयरहरूले। र अब हाम्रो अर्को हेरौँ 4Gहरू पनि नजिकै आइसकेको छ, पोचुङीमै आइसकेको छ। सबैजनाको भेट भएको छ। अब के हुन्छ कि यहाँनिर फाइट त पक्कै हुन्छ, यहाँनिर हल्थ्यो भन्ने कुरा भएन। तर पनि अब यहाँ के गर्दै हुन्छ त? सबैजना क्लोज रेन्जमा हुन्छ। एउटा टर्नल हाउसमा छ भने एउटा वेयर हाउसमा बसिरहेको छ, एउटा चर्चमा बसिरहेको छ। हल्का प्री फायर दिएर चाहिँ बोलाउनु भएको छ है। के गर्छ त प्लेयरहरू? अब जान्छ अगाडि, बढ्छ जस्तो चाहिँ खासै लागेन। जोन पनि आइसकेको छ, सिरिज भएर चाहिँ रहेछ। अगाडि बढ्नुपर्छ भन्ने चाहिँ यो छ। के गर्छ त नम्बर 3 अहिले चाहिँ सबै क्लोज रेन्जमा छ है। हाम्रो नम्बर 3 चाहिँ एकदम सिचुएसनमा छ, पछि पोजिसनमा आएको छ। दुईजनाले हान्छ कि जस्तो चाहिँ यो भएको छ। तर पनि हाम्रो पुलिस भाइ चाहिँ एकदम पछाडि रहनु भएको छ। र हाम्रो नम्बर 2 को प्लेयरहरू पनि एकदम नजिक क्लोज रेन्जमा आइसक्नु भएको छ भने अरू सबै क्लोज रेन्जमा छ। फाइट चाहिँ कसको पर्छ त सबैभन्दा पहिले? मलाई चाहिँ लाग्छ पुलिसको हाम्रो नम्बर 3 र 4 को प्लेयरहरू सबैभन्दा पहिले नै फाइट पर्छ कि जस्तो लागिरहेको छ। सबैजना होल्ड गरेर एकदम यो गरेर बसिराख्नु भएको छ सबैजना। हाम्रो नम्बर 1 ब्रदर नम्बर 9 प्लेयर चाहिँ एकदम जोनमा हुनुहुन्छ, जोनमै मर्नुहुन्छ जस्तो लागिरहेछ। जोनमै मर्नुहुन्छ उहाँ, मलाई सियर थाहा छ। र उहाँको अब ब्याक जाने के कारण त्यो नेट नचलेर हो यहाँ के भएर हो त्यो त म आइडन्ट नो, हामीलाई थाहा पनि भएन। हाम्रो नम्बर 1 को प्लेयरहरू चाहिँ अप्पु भाइ भन्ने ब्रो, उहाँलाई यो पनि प्राइभेसी पनि दिनुपर्छ। उहाँहरू इन्डियन प्लेयरहरू सट्टसँगले आएर गर्नुभएको छ। गाडी दिए मलाई भन्ने कोसिस गर्यो र
मलाई लागिरहेको थियो दुईजना उयसमा जाने तर मेलारोमा गएर जाने गइराख्नु भएको छ नम्बर 1 को प्लेयरहरू त्योसँगलाई नै हेरौँ अरू पनि के भइरहेछ सबैजना क्याम्पिङको अवस्थामा पोइन्ट निकालिसकेको छ हाम्रो ब्ल्याकलाई हाम्रो नम्बर 2 टिमले फिनिस पनि गरिसक्नु भएको छ ल अब के रहन्छ त ब्ल्याक ओपनमा निस्किनु चाहिँ नपर्ने थियो ओपनमा निस्केर सबैभन्दा ठुलो गल्ती भनेको ओपनमा निस्किनु भयो हाम्रो एक किलको साथमा पोइन्ट लगेर गइसक्नु भएको छ हाम्रो भाइले पनि किल गरेर गइसकेको छ अब के लाग्छ त नम्बर 3 बच्छ उहाँहरूले उताबाट नि स्पोर्ट गरिरहेछ है उहाँले लागेको त स्नेपरले चाहिँ हान्छ कि जस्तो लागिरहेको थियो स्नेपर चाहिँ बोक्नु पर्थ्यो मैले क्लोजको गन बोकेर गल्ती गरेँ कि जस्तो नि अनुभव भइरहेको होला साथीहरूलाई अब 4MS नक हुन्छ कि जस्तो लागिरहेको छ मलाई के हो किनकि नम्बर 4 ले नम्बर 49 ले स्पोर्ट गरेर प्रिफायर दिनुभयो हल्का ट्याप ट्यापको उसमा नक निकालिन्छ सकिन्छ कि भनेर यो भएको थियो तर लिसा बहिनी चाहिँ के गर्नुहुन्छ त लिसा बहिनी एकदम के परिसकेको छ क्लोजमा परिसकेको छ सबैजना दुईजना गाडीमा घुमिरहेको छ फाइट चाहिँ पर्छ कि जस्तो लागेको थियो तर खै उहाँले फल ब्याक गरेर ब्ल्याकसँग हाम्रो फल ब्याक गरेर गइसकेको छ ब्ल्याक त हाम्रो एलिमेन्ट भएर उयो गइसकेको छ राम्रो पोइन्ट ल्याउनुहुन्थ्यो ब्ल्याकले होल्ड गरेर खेलेको भाइ उहाँ चाहिँ उता लुट्नलाई यता र उता कुदेको कारणले गर्दाखेरि पनि होला सायद एलिमेन्ट हुनुभएको हाम्रो नम्बर 2 प्लेयरहरूले ओहो निकाल्छ के निकालो के भयो त फाइट चाहिँ पर्यो तर कहाँ फाइट पर्यो त मलाई लागिरहेको छ नम्बर 4 र नम्बर 2 को चाहिँ एकदम क्लोज फाइट पर्छ कि जस्तो लागेको छ अझै क्लोजमा रहेछ लिसा नम्बर 3 ल राम्रो मिठो एक किलको हातमा टिम अप गर्नु एलाउड छैन अर्को पालि एकदम यो गर्नु होला टिम अप एकदम नगर्नु होला सबैजनाले हैन अहिलेसम्मको भनेको हाम्रो खातामा हाम्रो उसमा 3 नम्बर पोइन्टले 1 पोइन्ट ल्याएर उयो गरिसकेको छ भने हाम्रो उसले अहिले पनि उयो छ सबैजनाले 2 जना एलिमेन्ट 3 जना एलिमेन्ट भएर गइसक्नु भएको छ लिसा बहिनी अनि हाम्रो डिडी M4 एलिमेन्ट भएर गइसक्नु भएको छ राम्रो पोइन्ट ल्याउनु भएको थियो उहाँले पनि लिसा बहिनीले अलिकति होल्ड गरेर खेलेको भए चाहिँ राम्रो हुन्थ्यो कि जस्तो लागेको थियो तर अहिले राम्रो भएको छैन जस्तो लागिरहेछ किनकि उहाँलाई यो गरेर हामीलाई चाहिँ यस्तो हुन्छ भनेर चाहिँ भएको थियो तर टिम अप गर्ने कोसिसमा उहाँ पनि लिसा बहिनी पनि एलिमेन्ट हुनुभयो अब रहेको छ हाम्रो नम्बर 1 प्लेयरहरूसँग अब रहेको छ राउन्ड नम्बर 1 सँग एकदम राम्रो यो भइरहेछ हान्नुहुन्छ कि जस्तो लागेको छ नक चाहिँ निकालिसक्नु भएको छैन हाम्रो अझै भाइहरू चाहिँ कहाँ घुमिरहेछ नि त उहाँहरू त माथिबाट घुमिरहेछ जोन सिरिन्ज हानेर आउँछ क्लोज त हान्ने जरुरत छ अब जसरी नि फाइट चाहिँ लिनुपर्छ पुलिस भाइले फाइट लिनु पर्यो कि त फल ब्याक गरेर भाग्नु पर्यो त्यही छ ओहो थोरै ड्यामेज चाहिँ हान्नु सक्नु भएको थियो है मलाई त लागिरहेको छ उहाँहरू त उहाँहरू पनि निस्किनु भयो जोनतिरै सिरिन्ज गरिसकेको छ
यसले नै जित्छ है होल्ड गरेर खेल्दाखेरि जित्छ कि जस्तो लागेको थियो सर्टिफिकेट यसले नै यसमा हुनुहुन्छ उनीहरूको त फाइट पर्छ जस्तो लागेन उनीहरूले एकदम केम गरेर एकदम साइलेन्ट रूपमा यो बसिरहेछ अब हान्नुहुन्छ कि जस्तो चाहिँ लागेको थियो अब के गर्छ ग्रेनेड पुग्छ त माथिबाट स्मोकमा राम्रो प्रिफायर दियो भने चाहिँ एकदम नम्बर 4 प्लेयर चाहिँ एलिमिनेट हुनुहुन्छ है स्पोर्ट चाहिँ गर्नुभयो उहाँले पनि स्पोर्ट गर्नुभयो तर के लाग्छ त हान्नुहुन्छ जस्तो त लाग्छ जस्तो चाहिँ लाग्दैन है मलाई तर किनकि गेम प्ले चाहिँ एकदम राम्रो छ होल्ड गरेर खेलिराख्नु भएको छ सबैजना जोनको सिरिजमा छ दुईटा टिम मात्रै जोनको बाहिर हुनुहुन्छ नम्बर 4 र नम्बर 1 प्लेयरहरू चाहिँ एकदम जोनको सिरिजले अब जोन चाहिँ आउँदैछ र फाइट लिनु पर्यो कि त फल ब्याक भाग्नु पर्यो त्यतिमा चाहिँ दुईटामा चाहिँ एउटा गर्नु पर्यो त उहाँको प्लेयर के गर्दैछ त पछाडि हेर्ने पछाडि त कोही छैन अगाडि नै हेर्नु पर्छ सबैलाई पछाडि हेरेर कामै छैन मलाई लाग्दैन कि उहाँहरूको फाइट यति सजिलो सकिन्छ भनेर झोलले मरिन्छ तर किल दिँदिनँ म पनि उहाँ पनि यस्तो भनाइमा हुन्छ मिठो अहिलेसम्म यसमा अगाडि हाम्रो 4 पोइन्टले अगाडि बढिसकेको छ हाम्रो ब्रदर टिम थपिन्छ कि जस्तो लागिरहेको थियो तर अलिकति के हुन्छ तर एकै पोइन्टले गरेर जानुभएको छ प्री फायर दिनु आऊ म खेल्न सक्छु आऊ भन्नुभएको छ तर उहाँहरूलाई तर जोनले साथ दिएको छैन जोनमा जानुपर्छ जोनतर्फ जानुपर्ने हुन्छ के गर्छ त एकदम यो बसिरहेछ जोनमा चाहिँ जानै पर्ने हुन्छ जसरी जोनमा जानै पर्ने हुन्छ उहाँ पनि जोनतर्फ लागिरहेछ भाइ पनि जोनतर्फ लाग्यो नम्बर 4 प्लेयर पनि जोनतर्फ लागिरहेछ भने हाम्रो उहाँ चाहिँ के गर्नुहुन्छ त उहाँहरूलाई चाहिँ यो गर्दाखेरि एकदम यो गर्नुपर्ने हुन्छ रमाइलो अवस्थामा गाडी लिएर भाग्नु पर्ने हुन्छ जोनमा जानुपर्छ जोनले गर्दा जोन एकदम काट्छ किनकि यो सेकेन्ड लास्ट जोन होला सायद लागिरहेछ मलाई सबै जोनभित्र पुगिरहेछ दुईटा टिमको जोनमा फाइट पर्छ कि भन्ने चाहिँ लागिरहेको थियो तर खै त के हुन्छ त अब 4G भएन है किनकि उहाँ एकदम स्पिडमा हुनुहुन्थ्यो दुईजनाको फाइट यता चलिरहेछ भने यता साथीले त स्कोपसँगै छेडिदिन्छ कि जस्तो पो लागिरहेछ उहाँले त्यसो चाहिँ गर्नु नहुने थियो उहाँ सरासर जोनमा जानुभएको थियो र बस्न पनि सक्नुहुन्थ्यो होला जोनमा जानु भएन उहाँ एकदम यो गरेर बस्नुभयो ल हाम्रो फोएमएसले पनि नक निकालिसकेको छ है नक निकालेको छ नि पुस जानुपर्ने हुन्छ अब पुस आउँदाखेरि दुईजना पुस आउँदाखेरि चाहिँ एकदम मिठो गाडीको टायर फुटाएर पनि यो गर्छु है भन्ने चाहिँ भएको छ तर अलिकति निस्केर हान्नु नकदेखि गाडी भेहिकल फुटाइसक्नु भएछ जोनले तानिसक्यो यो मान्छेले गाडी के गरेर कुदाएको हो के गर्नु खोजेको खास गरी म अचम्म परिरहेको छु जोनले सिरिन्ज भइसक्यो सबैजना यो भइसक्यो फाइटको अवस्था ब्यागकोसँग के भइरहेछ त अलिकतिसँगले मात्रै मन
बार बार बच्चे भन्ने उयो भएको थियो। हुन त साथी नजिकै हुन्थ्यो तर दुईपट्टिबाट उयो हुन्छ रस आउँछ कि भन्ने चाहिँ उयो भएको थियो। फो एमएसलाई स्पोर्ट गरिसकेको छ। फो एमएसले सबैभन्दा ठुलो गल्ती भनेकै त्यही एकदम यो नकारात्मक यो भएछ। फिनिस पनि भइसक्नु भएको छ। आज फो एमएसको टिमले के गर्नुहुन्छ त अब उहाँले। ग्रोजा रहेको छ। ग्रोजा र यो अर्को ड्रपमा रहेको छ P90 तर पनि कसैले पनि लिने कोसिस छैन। हेलमेट बेस्ट छ त्यतिकै पनि। जोनमा चाहिँ जानुपर्छ है जस्तो चाहिँ लागेको थियो किनकि जोन यता सरेको थियो जस्तो लागेको थियो तर उता सरेको थियो। आज उहाँलाई पनि गाह्रो छ एकदम। नम्बर 2 को प्लेयरहरू एकजना एलिमिनेट भइसकेको छ भने अर्को प्लेयर त्यतिकै रहेको छ। हेरिराख्नु भएको छ उहाँलाई ता गएर चाहिँ सर जान्छु तर हल्का माथिबाट झरेको राम्रो पोइन्ट लिएर आउनु भएको छ है। हाम्रो अहिलेसम्म यो छ एमएसए अहिलेसम्म हिटमै छ है भन्नुपर्छ। हाम्रो उसले पनि राम्रो एकदम अगाडि बढेर जे गर्छ छैन। अप्पु भाइ भन्ने नम्बर 1 प्लेयरहरूले पनि राम्रो पोजिसन होल्ड गरेर बसिरहेको छ किनकि हामी त जोनमै छौँ। हामीले त कसले के गर्छ त भन्ने पनि उहाँहरूको सोच मलाई सायद यो सोच गलत पनि हुनसक्छ किनकि उहाँ घुमेर आइसक्नु भएको छ। नजिक क्लोज रेन्जमा आइसक्नु भएको छ। उहाँले एकछिन त्यहीँबाट होल्ड गरेर हान्नुभयो भने चाहिँ मिठो हान्नुभयो भने चाहिँ दुईजनाले लबीबाट बाहिर निकाल्न सक्नुहुन्छ है किनकि अहिलेसम्म यो भइरहेछ। अब माथिबाट म हान्छु है भन्ने क्याम्प गरेर हान्छु है भन्ने पनि उहाँको सोच छ। म घिस्रेरै हान्छु है भन्ने पनि सोच छ हाम्रो उयसमा। अब चाहिँ 3 टिम मात्रै रहेको छ र उहाँलाई चाहिँ नम्बर 2 लाई चाहिँ एकदम गाह्रो पर्छ कि जस्तो लागिरहेको छ किनकि उहाँ सिङ्गल हुनुहुन्छ। सबैजना डबल छन्। सबैजना क्लोज रेन्जमा पनि के लाग्छ त अब उहाँहरूले निकाल्नुहुन्छ त चिकन डिनर कसरी निकाल्छ त। अहिलेसम्म चाहिँ यसो लाग्दाखेरि यसो हेर्दाखेरि चाहिँ दुईजना मस्त निकाल्नुहुन्छ। अहिलेसम्म सबैजनाको किल हाइस्ट किल हेर्नु पर्दाखेरि चाहिँ किलको मिचमा 4 पोइन्ट ल्याएर अगाडि बढिसक्नु भएको छ भने हाम्रो ब्रदरले अलिकति स्पोर्ट गर्नुभयो कि जस्तो लागिरहेछ किनकि माथि गएर हान्नुपर्छ भन्ने उता पनि छ किन जोनको मान्छे आएन भन्ने पनि उहाँको सोचमा होला किनकि जोनको मान्छे त गइसक्नु भएको छ अगाडि। मलाई त लागिरहेको थियो उहाँलाई त्यस्तो हुन्छ भनेर तर दुईजनाको प्लेयर के हुन्छ त। माथि जाने कोसिसमा त थियो थाहा पिरहेको छ एकजना साथीले चाहिँ। भेहिकल चाहिँ हुनु जरुरत छ है। भेहिकल भएन भने चाहिँ अलिकति गाह्रो हुन्छ है। फाइट लिन्छौँ त लिनुपर्छ कि भन्ने उयो सोचमा हुनुहुन्छ है ब्रदरहरू। नम्बर 1 को प्लेयरले नम्बर 49 लाई उयो गरेर
हान्नुभयो भने एकदम सही हुन्छ है। पुस चाहिँ हान्नै पर्ने हुन्छ उहाँहरूले। फिनिसै गराइदिनु भयो ल। मलाई लागिरहेको छ उनीहरूले चाहिँ हाम्रो 3 किलको साथमा अगाडि बढिरहेछ। अब त उहाँ 100% उहाँले मर्नुभयो। उहाँहरूको जोन पनि छ, उहाँहरूलाई उयो पनि छ। यही गिडनेटले पनि जान सक्नुभयो कि जस्तो लागिरहेछ। जोनले मरेर हाम्रो अपु भाइको राम्रो निकालिसक्नुभएको छ, पोइन्ट निकाल्नु भएको छ 3 पोइन्ट 3 किलको साथमा एकदम राम्रो पोइन्ट निकालिसक्नु भएको छ है। र अब अर्को गेमतर्फ लागौँ। यो गेमलाई यसमै उयो गरौँ। अहिलेको हाम्रो विनर हुनुभएको छ हाम्रो अपु भाइ, हाम्रो नम्बर 1 प्लेयरहरू 4 किलको साथमा। उनीहरूको 9 पोइन्ट भएको छ भने अरू हाम्रो सेकेन्डमा रहेको छ हाम्रो। उहाँहरूले त पोइन्ट ल्याउनु सक्नु भएन, उहाँहरूले ल्याउनु भयो 5 पोइन्ट, सेकेन्डमा हुनुहुन्छ। थर्डमा रहनुभएको छ हाम्रो दिशा बहिनी, चौथोमा रहनुभएको छ हाम्रो यो पुलिस भाइ।